नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ लल्लाको ब्लगमा। अनि आज चाहिँ हामी चाहिँ यहाँ फ्यामिली सबै जम्मा भएको छु हो। आज सानोतिनो फ्यामिली पार्टी। अनि लल्लाको ब्लगको जो ब्लगर हुनुहुन्छ उहाँ चाहिँ अलिकति बिजी हुनुहुन्छ नि त। क्लासहरु बनाउनु हुँदैछ हो। अनि त्यही भएर मैले गर्देको। म चाहिँ लल्ला ब्लगको निनी लल्लाको हो। अनि यो चाहिँ सम्झना प्रधान अनि उहाँ चाहिँ उनको जेठानी हाम्रो माइली अन्तरी भाउजू अनि अरु पनि थुप्रै जना हुनुहुन्छ हाम्रो फ्यामिली। हाम्रो त लामो फ्यामिली छ। अन्त यहाँ हुनुहुन्छ हाम्रो आमा। नमस्ते। यहाँ हुनुहुन्छ हाम्रो आमा। अन्त यहाँ हुनुहुन्छ हाम्रो जेठी भाउजू लल्ला ब्लगमा। आज म त लल्ला ब्लगमा लल्ला अहिले सबैलाई तपाईहरुलाई चिनाइदिइराख्छु छु। यहाँ चाहिँ हाम्रो जेठी भाउजू हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो बहिनी कान्छी बहिनी। लल्ला ब्लगको सबै फ्यामिली मेम्बर चिनिहाल्नुस् तपाईहरु हो। अनि यो चाहिँ लल्लाको पापा सम्झना प्रधानको लल्ला ब्लगको हस्बेन्ड उहाँ हुनुहुन्छ। अनि यो हो लल्ला ब्लग किन खुल्यो भन्दाखेरि नि यो हाम्रो लल्ला यसको चाहिँ यो नानीको नाम चाहिँ लल्ला हो। अनि उसकै नाममा ब्लग गरेको है लल्ला हो। नमस्ते गरेर खोइ त वेलकम टु मेरो ब्लगमा नमस्ते छ भन। नमस्ते छ। तपाईहरु सबैजना हेर्नुस् मेरो ब्लग वेलकम छ। अनि आज चाहिँ हाम्रो सानोतिनो पार्टी चल्दैछ हो। हामी बनाउँदैछु यता खाना। हाम्रो त ठुलो परिवार छ। अनि आज सबैजना मिलेर चाहिँ हामी खाना खाने। यो मेरो पाके सब्जी फुलकोपीको सब्जी बनाएँ। फुलकोपी आलु फुलकोपी आलुको सब्जी दाल साग। अब पाक्छ हाम्रो मासु पाक्छ। अनि बस खाना कम्प्लिट। अनि तपाईहरु पनि सबैजना ब्लग हेरिदिनु होला। अलिकति सपोर्ट गरिदिनु होला। तपाईहरुको सपोर्ट बिना त अगाडि हामी बढ्न सक्दैनौं है। तपाईहरुको सपोर्ट धेरै नै चाहिन्छ। हामी अब नयाँ छौं। हामीलाई त्यति साह्रो आउँदैन पनि। तपाईहरुको हेल्प चाहिन्छ। अनि आज यहाँ हुनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो माइली भाउजू। यो चाहिँ हाम्रो माइली भाउजू हो। यो लल्ला ब्लग आजको लल्ला ब्लग। अनि उहाँ चाहिँ माइली भाउजूको जेठा छोरा ठुलो छोरा। यता हेर त नि यो चाहिँ ठुलो छोरा हो। अनि यो चाहिँ सानो छोरा। अनि यहाँ हेर्नुस् त सबै फ्यामिली मिल्यो भने कस्तो रमाइलो हुँदो रहेछ त। हल्ला चिल्ला कति रमाइलो हुन्छ पुरा फ्यामिली मिल्यो भने। यो त अलिकति मात्रै हो। हाम्रो फ्यामिली निकै लामो पो छ त। थुप्रै छन् हो। थुप्रै जना छन्। अहिले त दाजुहरू सबै ड्युटीमा। अझै भाउजूहरू पनि आउनु भएको छैन। अनि हरेक भाउजूको दाजुको 2टा 3टा नानीहरू छ। त्यो सबै जम्मा हुँदा त थुप्रै हुन्छौँ नि। तर रमाइलो हुन्छ यो सब चिज गर्नुलाई। ल तपाईहरु पनि भनिराख्नुस् हाम्रो ब्लगमा। अहिलेको लागि म भिडियोलाई यही एन्ड गर्दैछु। फेरि पनि आउने छु तपाईहरुको सामु। अब चाहिँ आउँछ लल्ला ब्लगको जो सम्झना प्रधान। अहिलेको लागि चाहिँ बाइ।